भगवान कसम कालले छोड्ला तर कालीले छोड्दैन। भगवान कसम भातले पुग्ला तर तरकारीले पुग्दैन। के तपाईहरुलाई पनि यस्तै समस्याले सताइरहन्छ? जब जब घरमा मिठो मिठो तरकारी पाक्छ, भात ठुलो ठुलो उता कुनामा बसेर हेरिरहन्छ, तरकारी सकिन्छ। के तपाईहरुलाई यस्तै समस्या घरिघरि भइरहन्छ? यदि भइरहन्छ भने चिन्ता नमान्नुस्, तपाईहरुको त्यो समस्याको समाधान मसँग छ। तर त्योभन्दा अगाडि भिडियो अन्तिमसम्म हेर्नुहोला। आज म त्यस्तै खतरनाक लाजवाब तरकारी बनाउन जाँदैछु। यो हो काउलीको ग्रेभी। सुरुमा हामी ग्रेभी बनाउँछौँ। त्यसको लागि सुरुमा तेलमा चाहिँ नि टक्क लाएर खडा मसाला अनि त्यस्तै गरी चाहिँ नि प्याजलाई फुराइसकेपछि त्यसमा गोलभेडा हालेर त्यसमा नुन, खुर्सानी अनि करी पाउडर राखेर चाहिँ नि हामी यसो छोपी छोपी गोलभेडालाई पकाउँछौँ है। छोपी छोपी पकाइसकेपछि त्यो गोलभेडा रेडी हुन्छ, गलाक गुलुक्क हुन्छ र त्यो गलाक गुलुक भइसकेपछि त्यसले लगाएको कपडा हामी फालिदिन्छौँ। किनभने त्यो गुम्सिएको हुन्छ गर्मीले, त्यसलाई कति गर्मी भयो होला हैन? हामीले सोच्नु पर्यो नि त, गोलभेडालाई पनि गर्मी हुन्छ र हामी त्यो कपडा खोलिदिन्छौँ। यसरी खोलिसकेपछि त्यसमा अघि सँगै साथमा बसेको तेजपत्तालाई पनि साह्रै गर्मी भयो रे साथीहरू। मैले सहन सकिनँ त्यसको पीडा र त्यसलाई पनि मैले झिकेर फालिदिन्छु। यदि फालिसकेपछि हाम्रो ग्रेभी रेडी भयो। अब यसलाई हामीले ब्लेन्डरमा राखेर सररररररररर पारिदिन्छौँ। घर्र पारेपछि हाम्रो लाजवाब लजीज काउलीको ग्रेभी रेडी भयो। यदि रेडी भइसकेपछि हामी अब प्यानमा तेल तताएर त्यसमा चाहिँ जिरा फुराउँछौँ। त्यसपछि आलुलाई फ्राई गर्छौँ र त्यो फ्राई भइसकेपछि रातो रातो आइसकेपछि चाहिँ हामी काउलीलाई पनि फ्राई गर्छौँ र त्यसमा जिरा मसला, बेसार, अदुवा लसुन अनि त्यस्तै गरी चाहिँ नि करी पाउडर राखेर चाहिँ अनि स्वादअनुसारको नुन पनि राख्नुहोला। यदि राखिसकेपछि अघि हामीले बनाएको ग्रेभीलाई यहाँ खनाइदिन्छौँ। सलललाई अलिकति पनि नछुटाउनु होला। त्यहाँ ब्लेन्डरमा राखेको पनि पानी हालेर सट्टा हालिसकेपछि एकछिन छोपिदिनु होला साथीहरू। हेर्नुहोस् त लाजवाब लजीज हाम्रो काउलीको ग्रेभी रेडी भइसकेको छ। अब यसमा सुगन्ध थप्नको लागि हामी माथिबाट धनिया सर्र छर्किदिन्छौँ। यति भइसकेपछि यति मिठो काउलीको ग्रेभी बन्छ नि साथीहरू, तपाईहरुलाई त्यो समस्या आइरहन्छ झन्। तर मैले भनेको थिएँ नि त्यो समस्याको समाधान मसँग छ। के गर्ने भन्दाखेरि यसरी राम्रो मिठो तरकारी पाकिसकेपछि भात जस्ताको तस्तै हुन्छ। तर चिन्ता नमानुस्, त्यो भातलाई भोलिपल्ट टक्क भुटेर फ्राई राइस बनाएर खाइदिनुस्, समस्या चाइट है त। तर मिठो तरकारी खान त छोड्नु भएन नि त, कि कसो है। यस्तै भिडियोको लागि मलाई फलो गर्नुहोला। थ्याङ्क यू फर वाचिङ।